नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई आफ्नै च्यानल ज्ञान सभामा। आज हामी एउटा यस्तो विषयमा कुरा गर्नेछौं जुन अहिले हजारौं विद्यार्थीहरुको मनमा उकुस भइरहेको छ। एसई पछि साइन्स लिने कि नलिने, साइन्स पढेपछि के फाइदा हुन्छ, के यो लाइन मेरो लागि हो? यदि तपाई पनि प्लस 2 मा कुन विषय पढ्ने भन्ने दोधारमा हुनुहुन्छ भने यो भिडियो तपाईको लागि हो। आज हामी 10 यस्ता कारणबारे कुरा गर्नेछौं जसले तपाईलाई देखाउँछ एसई पछि साइन्स पढ्दा किन फाइदाजनक हुन्छ। कारण नम्बर 1, वैज्ञानिक सोचको विकास। साइन्स पढ्दा तपाईको सोचाइ लजिकल र अनुसन्धानमुखी बन्छ। फिजिक्स, केमिस्ट्री, बायोलोजी जस्ता विषयहरूले तपाईलाई समस्या बुझ्न, विश्लेषण गर्न र समाधान निकाल्न सिकाउँछ। आजको युगमा केवल याद गरेर होइन, बुझेर काम गर्न सिक्नुपर्ने समय हो। साइन्स त्यसको राम्रो आधार हो। कारण नम्बर 2, उच्च अवसर भएको पेशा। साइन्सबाट सुरु हुने धेरै जसो पेशा सम्मानित, आवश्यक र राम्रो आमदानी भएको हुन्छ, जस्तै डाक्टर, एमबीबीएस, बीडीएस, बीएएमएस, इन्जिनियरिङ, सिभिल इन्जिनियर, कम्प्युटर इन्जिनियर, इलेक्ट्रिक इन्जिनियर, पाइलट, साइन्टिस्ट, फार्मासिस्ट, बायोटेक एक्सपर्ट, यी सबै क्षेत्रका माग अहिले पनि छ, भविष्यमा झनै बढ्ने छ। कारण नम्बर 3, विविधता र विकल्प। साइन्स पढ्दा तपाईका लागि केवल साइन्स लाइन होइन, अन्य क्षेत्रको ढोका पनि खुल्छ। तपाईले पछि आईटी, कम्प्युटर, सफ्टवेयर, म्यानेजमेन्ट, डिजाइन, आर्किटेक्चर, एग्रिकल्चर, फरेस्ट, यी सबै पनि पढ्न सक्नुहुन्छ। साइन्स पढ्दा तपाईको विकल्प खुल्ला रहन्छ जुन ह्युम्यानिटिज वा म्यानेजमेन्टमा यति हुँदैन। कारण नम्बर 4, साइन्स विषय अन्तर्राष्ट्रिय स्तरमा स्वीकार हुन्छ। विदेशमा उच्च शिक्षा लिने हो भने साइन्स अध्ययनले आईएलटीएस, पीटी, सेट वा अन्य स्किल टेस्टमा सहयोग पुर्याउँछ। दक्षिण कोरिया, जापान, जर्मनी, अमेरिका, लन्डन जस्ता देशहरूले विज्ञान पृष्ठभूमिका विद्यार्थीलाई प्राथमिकता दिन्छ। कारण नम्बर 5, अनुसन्धान र नवप्रवर्तन। तपाई रिसर्च गर्न चाहनुहुन्छ भने साइन्स उत्तम माध्यम हो। नेपाल वा विदेशमा काम गर्ने साइन्टिस्ट, इन्भाइरोन्मेन्टलिस्ट, मेडिकल रिसर्चर बन्न साइन्स मूलक आधार हो। तपाई केही नयाँ सिर्जना गर्न चाहनुहुन्छ भने साइन्स तपाईको साथी बन्न सक्छ। कारण नम्बर 6, कम्पिटिटिभ इक्जामको तयारी। साइन्स पढेकाले आईओई, सीई, इन्ट्रान्स जस्ता प्रतिस्पर्धात्मक परीक्षामा तयारी गर्न सजिलो हुन्छ। यी परीक्षा क्र्याक गरेपछि तपाई सरकारी छात्रवृत्तिमा एमबीबीएस, इन्जिनियरिङ पढ्न सक्नुहुन्छ, जुन ठूलो फाइदा हो। कारण नम्बर 7, प्र्याक्टिकल प्लस थ्योरेटिकल ब्यालेन्स। साइन्स पढ्दा केवल किताबी ज्ञान होइन, प्रयोगात्मक ल्याबोरेटरी वर्क, प्रोजेक्ट, एक्सपेरिमेन्ट मार्फत व्यावहारिक ज्ञान प्राप्त हुन्छ। यसले तपाईलाई समस्या समाधान गर्ने सिप दिन्छ जुन भविष्यमा हरेक क्षेत्रको लागि आवश्यक हुन्छ। कारण नम्बर 8, स्किल बेस्ड क्षेत्रको ढोका। साइन्सबाट तपाई इन्फर्मेसन टेक्नोलोजी, आर्टिफिशियल इन्टेलिजेन्स, डाटा साइन्स, वेब एन्ड एप डेभलप, साइबर सिक्युरिटी जस्ता क्षेत्रमा जान सक्नुहुन्छ, जो आजको डिजिटल युगको अत्यन्तै माग भएका छन्। कारण नम्बर 9, डिफरेन्ट इन्जिनियरिङको अवसर। एसई पछि यदि तपाईको रुचि टेक्नोलोजी, निर्माण, कम्प्युटर वा मेसिनरी छ भने साइन्स नै तपाईको लागि उत्तम छ। इन्जिनियरिङको हरेक शाखा, सिभिल, कम्प्युटर, मेकानिकल, इलेक्ट्रिक, सफ्टवेयर, सबैको माग अहिले पनि नेपाल र विदेश दुवैतिर छ। कारण नम्बर 10, प्रतिष्ठा, सम्मान र समाज प्रभाव। सामान्य साइन्स पढेको विद्यार्थीलाई मेहनती, बौद्धिक र जिम्मेवार भनेर हेरिन्छ। साइन्स पढेर डाक्टर, इन्जिनियर, साइन्टिस्ट, नर्स, हेल्थ एसिस्टेन्ट जस्ता सेवा पेशा लाग्दा तपाई समाजलाई प्रत्येक सेवा दिन सक्नुहुन्छ, जुन एकदमै गर्वको कुरा हो। साइन्स पढ्दा केही चुनौतीहरू पनि छन्। पढाइ अलि गाह्रो छ, फिजिक्स, केमिस्ट्री कठिन मानिन्छ। समय व्यवस्थापन गर्नुपर्छ, कोचिङ क्लास वा इन्ट्रान्स तयारीको खर्च लाग्न सक्छ। तर तपाई इमानदारीपूर्वक, लगनशीलता र मेहनती हुनुहुन्छ भने यी चुनौती तपाईले पार गर्न सक्नुहुन्छ। र लास्टमा कुरा भन्नुपर्दा अरूले के पढ्दैछ, कसले के पढ्दैछ भन्नुपर्दा पनि तपाईको आफ्नो रुचि हुनुपर्छ र तपाईको एउटा भविष्यको गोल हुनुपर्छ। तपाई के गर्न सक्नुहुन्छ र तपाईको लागि कुन करियर बेस्ट हुन्छ।
र अब तपाईँ भविष्यमा के पढ्न चाहनुहुन्छ र तपाईँको भविष्यको गोल के हो, तपाईँ के अचिभ गर्न चाहनुहुन्छ र के बन्न चाहनुहुन्छ र अहिले +2 मा के पढ्नुहुन्छ भनेर तपाईँ कमेन्ट बक्समा लेख्नुहोला। र म पनि तपाईँ जस्तै एउटा विद्यार्थी हुँ र धेरै मेहनत गरेर एउटा भिडियो तयार गर्छु र धेरै रिसर्च गरिसकेपछि एउटा भिडियो लिएर आउँछु र तपाईँको एउटा लाइक र एउटा कमेन्ट र तपाईँको सब्सक्राइब हामीलाई हाम्रो मनोबल बढाउँछ र भिडियो बनाउने रुचिलाई बढाउँछ। आशा तपाईँहरूले सपोर्ट गर्नुहुन्छ र भविष्यमा म राम्रो र इफेक्टिभ भिडियोहरू लिएर आउँछु र अहिले तपाईँको अहिलेको सपोर्ट मेरो लागि एउटा पिलर हुनेछ।